हेर्नुहोस् गाइस, यो बाटो बन्नेको बेसी भएको छैन हैन। 2-3 दिन अगाडि बाटो बनाएको हो। हेर्नुहोस्, यो बाटो फेरि त्यस्तै खाल्डाहरू हुने रहेछ। किनभने यसरी पानीहरू यसरी हेर्नुहोस्, पानीहरू यसरी गरिदिन्छ हो। अन्त यसरी बाटोहरू बिग्रिँदैन यो पानी त बाटोमा बगिरहेको छ हेर्नु यो हाम्रो पब्लिकहरूले किन नबुझेको यस्तो यसरी पानी पाइपमा यसरी दुलो पार्छ। हेर्नुहोस् गाइस, यस्तो हाम्रो पब्लिकहरूले किन यस्तो गरेको। पानी यसरी बाटोमा बगिरहेको छ हेर्नुहोस्, यो कसको गल्ती हो तपाईहरूले कमेन्ट गर्नुहोस् ल, भन्नुहोस् यसको लागि चाहिँ के गर्नुपर्ने हो। हेर्नु, म तपाईहरूलाई एउटै कुरो भन्न चाहन्छु कि त्यसरी बाटोको छेउको पाइपको पानीहरूमा त्यसरी दुलो पारेर चाहिँ पानी नखोलिदिनु होला। किनभने त्यसले गर्दाखेरि बाटोहरू बिग्रिने डर हुन्छ हैन, एक्सिडेन्टहरू हुनसक्छ। त्यसले गर्दाखेरि म यति नै भन्न चाहन्छु कि बाटो चाहिँ राम्रोसँगले हाम्रो सुरक्षित राखौँ पहाडको। धन्यवाद।